गाइस कस्तो मासु बनायो हैन न सुमलले फेरि मलाई आयो मासु त बनाइराखेको चाउको घरमा मासु पकाउन हामीले चाहिँ धान फेस्टर लगाएको हैन आफू चाहिँ यस्तो हावा चलाएको कि अहिले त रोसे कता हेर आमा गोरी भएर आएको छु फेरि कोही कोही मुख धोएर अस्मित भाइ म त दिउँसै हो ल ल ल अस्मित त झन् पुरा अम्बरिका नै भए खाने कि भन्ने अब दिदी त पाउडर साउडर लाएर के हो दिदीले के धान उयो गरे कि एलर्जी नै आएछ पिक्चर हाँसो उठ्यो अरे ल ठाडो कहीँ दुःख नजाउनु अस्मित भाइ दिदीलाई दुःख दिने हो घर गएर अब त बाँचिन्न हरियो हरियो चुरा हरियो ढाका टोपी लाउनेको फेला परियो कम्मर भाँच्ने नाच्नेको फेला परियो गाइस साइकल राइडिङमा जानुपर्छ अहिले दिदी हामी भन्नु त्यो अङ्कललाई भनेर मैले के हो त्यो अङ्कललाई भनेर मैले गाइस गाइस मेरो कपाल व्हाट इज योर नेम रोशनी जस्ट लाइक त्यो पसलको मान्छेले यसलाई के भनेको रोशनी बाई गड रोशनी रोशनी तिम्रो लागि यतिमा दिए कि मैले यो कपडा भनेर भन्दै थियो ल गाइस बाई बाई अब चाहिँ हामी चटपटे खान्छौँ ल चटपटे कस्तो बनेको भनेर अर्को भ्लगमा देखाउनेवाला छु अहिलेको लागि चाहिँ सी यू इन द नेक्स्ट भिडियो बाई